ब्लगमा म चाहिँ के देखाउन चाहेँ भन्दाखेरि चाहिँ यो नस्पातीको बोट हेर्नु। यो नस्पातीको बोट चाहिँ के भन्छन्, अब नस्पातीको बोट चाहिँ त्यो फुल फुलाइसकेको, फुल झरी पनि सक्यो यहाँ चाहिँ। अब यो नस्पातीमा चाहिँ फल्दा चाहिँ एकदम सानो सानो बोट आउँछन् कि, नस्पाती यत्रो सानो सानो गोली जस्तो, योभन्दा ठुलो हुँदैनन्। तर यति बोटमा चाहिँ यो बोट फल्दाखेरि चाहिँ फल चाहिँ लत्रक्कै फल्छन्, फेरि चाहिँ लत्रक्कै फल्छ यो बोटमा चाहिँ फल चाहिँ। यो सब हिजो कति फुल थियो यसमा चाहिँ, आज हावा हुन्डरी आउँदाखेरि चाहिँ सबै झरिसक्यो। यहाँ हेर्नु नि, यहाँ कति थियो यो बोटमा चाहिँ, फुलै फुल थियो, आज सबै झरिसक्यो मुनि चाहिँ। तर यो नस्पातीको बोट चाहिँ एकदम दामी छ। यत्रो सानोमा पनि यति फल्छ कि ठाउँ नै हुँदैन, पात नै हुँदैनन्, खालि त्यो बोट के भन्छ त्यो नस्पाती मात्रै हुन्छ क्या, पात पनि देख्न गाह्रो हुन्छ यसो चाहिँ। यस्तै छ आजको बसाइमा। आज यो नस्पातीकै बोटमा ब्लग बनाएँ हामी चाहिँ। ल